राम्रो भयो। हाम्रो पाहुना खेलाडी पाकिस्तानी इन्टरनेसनल प्लेयरहरू आउनुभएको थियो। त्यही भएर म अलिकति बिस्तारै खेलिरहेको छु। सुरु सेट चाहिँ टाइट नभएर उहाँहरू चाहिँ अलिकति बिस्तारै खेल्नु भएको थियो। त्यही भएर हाम्रो उहाँहरूसँग कम्बिनेसन चाहिँ अलिकति मिलेको छैन। र अब गेम टप टिमहरू हुनुहुन्छ। हाम्रो नेपालबाट पाकिस्तानी खेलाडी आउनुभएको छ। आर्मीलाई सोझो सेटमा हराइयो, कस्तो भयो गेम? राम्रो भयो। हाम्रो पाहुना खेलाडी पाकिस्तानी इन्टरनेसनल प्लेयरहरू आउनुभएको थियो। उहाँहरूको सपोर्टले गर्दा हामीलाई अलिकति खेल्न सजिलो भयो। राम्रो भयो भनौँ न। जस्तो हिजो बेन्चमा हुनुहुन्थ्यो, आज रिकभर भएर कस्तो भयो हिजोको र आजको अलिकति? मैले मेडिसिन भन्नाले अब आइसहरू सेकेर मिलाएर अब हाम्रो थेरापीको सर हुनुहुन्छ। हाम्रो हरेक टिममा चाहिँ 1 घन्टा थेरापीको व्यवस्था गरिदिनु भएको रहेछ। जस उहाँहरूले थ्याङ्क यू। उहाँहरूले गर्दा नै अलिकति थेरापी गरेर अलिकति सजिलो भएको छ आज चाहिँ। भोलिको दिनहरूमा त्यो बल्झिने समस्या त्यस्तो? त्यही भएर म अलिकति बिस्तारै खेलिरहेको छु। टिमको लागि अब खेलिरहेको छु, बिस्तारै खेलिरहेको छु। अब सकभर नहोस्, कुनै पनि खेलाडीले नहोस् भन्न चाहन्छु। जस्तो पहिलो सेटमा चाहिँ 17 थियो हाम्रो उतापट्टिको, आर्मीको 5 थियो। त्यत्रो चाहिँ अन्तर भएकोलाई फेरि आर्मीले धेरै नै अब 17 सम्म पुर्यायो। फेरि के अझै खेलमा तालमेल नमिल्या हो? उहाँहरू इजी रूपमा खेल्नु भएको छ अहिले। अब बिस्तारै अब टाइट टिम हो। तै पनि गेम खेल्दै अब टाइट सुरु सेट चाहिँ टाइट नभएर उहाँहरू चाहिँ अलिकति बिस्तारै खेल्नु भएको थियो। त्यही भएर नम्बरमा अलिकति अलिकति विदेशी र अब हाम्रो चाहिँ हुन त पहिला पनि तपाईँहरू उनीहरूसँग खेलिसकेको पनि हो होइन? हजुर मिल्न पर्ने हो, तर अझै के मिलेको छैन? हाम्रो उहाँहरूसँग कम्बिनेसन चाहिँ अलिकति मिलेको छैन। उहाँहरूको फाल्ने पास र हाम्रो हान्ने पासमा अलिकति फरक छ, भिन्नता छ। उहाँहरूको धेरै माथि हाई रिचमा खेल्नुहुन्छ उहाँहरू, हामी अलिकति लो रिचमा खेल्छौँ हामी अलिकति। त्यही भएर अलिकति रिच चाहिँ मिलिरहेको छैन भनौँ। जस्तो अब गण्डकी, पुलिस, त्यसै गरेर हेल नेपाल अब 6 अङ्कका साथ अब तालिकामा अगाडि छन्। अब हुन त गेम अझै 5 गेम खेल्न बाँकी छ। अहिले अनुमान चाहिँ के गर्न सकिएला? अब गेम हामी फाइनल उपाधिको लागि फाइनलसम्मको यात्रा अगाडि बढ्न सक्ला वा नसक्ला अनुमान? हेरौँ। अब गेम टप टिमहरू हुनुहुन्छ। हाम्रो नेपालबाट पाकिस्तानी खेलाडी आउनुभएको छ। अनि नेपालको अहिलेको टप टिम पुलिस क्लब, अनि हाम्रो एपिएफ पनि छ। अनि त्यसपछि मणिमुकुण्डबाट हाम्रो इन्डियाको प्लेयरहरू आउनुभएको छ। सबै उस्तै टिम छ। अब भन्न सकिन्न गेम अब कसको राम्रो हुन्छ अब भन्न सकिन्न। पाकिस्तानी सेटरसँग खेल्नु हजुर कस्तो भइरहेछ? उहाँहरूसँग त्यही त मैले अघि नै भने अलिकति हाम्रो रिचमा चाहिँ अलिकति समस्या छ। हिजोको भन्दा आज चाहिँ अलिकति गेम सुधारिएको भन्न मिल्छ? सायद हिजो चाहिँ अलिकति इजी रूपमा खेल्नु भएको थियो। त्यही भएर अलिकति गेम टाइट हुन पुग्यो। त्यही भएर होला सायद आज अलिकति सुरुबाट नै टाइट खेल्नु भएको थियो। त्यही भएर अलिकति सुरु सेटमा चाहिँ अलिकति सजिलो भयो। टिम सेटअप अथवा कम्बिनेसन मिल्दै पनि गयो होइन? हजुर। अब प्र्याक्टिस गर्न पाएको छैनौँ हामी उहाँहरूसँग। त्यही भएर टाइम लाग्छ। अब खेल्दैछौँ। अब 2 गेम भइसकेको छ। अब भोलि पर्सिमा यसो अलिकति मिल्छ कि भन्ने आशा छ। आर्मी बलियो टिम हो। अब आर्मीलाई चाहिँ सोझो सेटमा जितिएला भन्ने अनुमान के थियो पहिला तपाईँहरूले? गेममा त्यस्तो केही भन्न सकिन्न। अब कसको गरी कसको लाग्छ, कसको लाग्दैन। अब हामीले चाहिँ सुरुबाटै सर्भिस टाइट भएको हुनाले उहाँहरूलाई अलिकति असहज भयो, हामीलाई सजिलो भयो। त्यही भएर चाहिँ उहाँहरू एकदम राम्रो प्लेयरहरू हुनुहुन्छ। तैपनि अब अलिकति सानोतिनो कमजोरीले गर्दाखेरि उहाँहरू चाहिँ अलिकति समस्यामा पुग्नुभयो।